लसो सम्पूर्ण मेरो दर्शकहरूलाई टेस्टले भन्दै आज हजुरको साममा मैले मेरा प्रिय मित्र मेरो धर्ममित्र लोपेन दाजुलाई अनि केही प्रश्न राख्न राखेको छु र हजुरहरूले के अनि यसमा के सिक पाउँछ र अनि केही कुरा सिक्न पाउँछ भनेर मैले हजुरको साममा ल्याउन खोजेको थिएँ हो। र पहिला म मेरो दाइ पनि हो र मेरो धर्ममित्र पनि हो। त्यसै पहिला उहाँले टेस्टीले भन्दै अनि कुरा राख्न चाहन्छु। लसो टेस्टीले दाजुज्यू हजुर लसो टेस्टले र सम्पूर्ण हाम्रो यस भिडियो मार्फत हेरेर बस्नुहुने सम्पूर्ण मित्रहरूलाई पनि टेस्टले लसो फ्याफुल्ला भन्न चाहन्छु। लसो अनि म हजुरलाई केही प्रश्न राख्न खोजेको हो। हजुरलाई म प्रश्न पहिला के राख्नु, हामी लामा ढाबा भन्ने चाहिँ कस्तो प्रकारले तपाईँले बुझ्न सकिन्छ त्यसमा केही कुरा राख्न चाहनुहुन्छ कि? हजुर प्रश्नको लागि धेरै धन्यवाद। लामा ढाबा भन्दाखेरि अब सामान्य रूपमा बुझ्नु पर्दाखेरि चाहिँ अब जो चाहिँ हाम्रो के भन्छ गृह त्याग गरेर अब गुम्बा मठ मन्दिर भनौँ यस्तो बिहारतिर गएर अनि बुद्धको शिक्षा यसको अध्ययन गरेर अब आफ्नो जीवनमा अभ्यास गर्ने एउटा व्यक्तिलाई नै लामा ढाबा भनिन्छ सामान्य रूपमा भन्नुपर्दाखेरि। लसो धन्यवाद, तपाईँको एकदम उत्तर अति नै मलाई मन पर्यो। र दोस्रो सवाल त म हजुरले के भन्न चाहन्छु भने अहिले सामाजिक सञ्जालमा धेरै ठाउँतिर हामीले चे भने धेरै गरेको एउटा अब हामीले धेरै ठाउँतिर देखिन्छन् र वास्तविकमा चे भनेर चाहिँ कस्तो भनिन्छ होला, चे भन्ने विषय चाहिँ कसरी भनिन्छ यो एउटा हाम्रो दर्शकहरूलाई बुझाइदिनु। हजुर धन्यवाद। अनि चुएको बारेमा भन्नुपर्दाखेरि चाहिँ अब विशेष गरी यो आधुनिक समयमा चुई चाहिँ एकदमै अब फेमस भनौँ एकदमै व्यापक रूपमा जताततै जसले पनि गरिरहेको यस्तो देख्न पाइन्छ हामीले। र भए पनि यसको अब अर्थ बुझ्ने चाहिँ धेरै कम्ती नै होला जस्तो लाग्छ मलाई। र यसको चुएको विषयमा छोटकरीमा भन्नुपर्दाखेरि हामीले छोटकरीमा बुझ्नु पर्दाखेरि के हो भन्दाखेरि एउटा चुए भनेको चाहिँ एउटा टिबेटन शब्द हो जसको अर्थ चाहिँ रहन जान्छ कि चुए भनेको काट्नु भनेको हो। र यतिखेर जुन काट्नु भन्नाले पनि अब केलाई काट्नु त्यो चाहिँ हामीले बुझ्न एकदमै जरुरी छ। भनौँ न काट्नु भन्दाखेरि अहिले चाहिँ सबैभन्दा पहिला चाहिँ के हो भन्दाखेरि हामी यो संसारमा एउटा जन्म लिनेको एउटा कारण भनौँ अनि जन्म लिएपछि दुःख पाउँछ, दुःख पाउनुको कारण भनौँ योहरू चाहिँ सबै चाहिँ के हो भन्दाखेरि सबैभन्दा पहिला चाहिँ हामीमा भएको एउटा भित्री अज्ञानता भनौँ अथवा एउटा हामीलाई मारिकबा भन्छ नि, दार्जिलिङ मारिकबा भन्छ। यो अज्ञानताको कारणले नै हामी यो संसारमा जन्म लिएको हुन्छौँ। यो अज्ञानताको कारणले गर्दै हामीले यो संसारमा जन्म लिने अब कर्महरू सञ्चय गरेको हुन्छ। त्यही कर्मको अनुसार चाहिँ हामी यो संसारमा छलोकमा जन्म लिएर चाहिँ हामीले दुःख पाइरहेको हुन्छौँ र हामी यही संसारमा चाहिँ भौतारिरहेको हुन्छौँ। जबसम्म हामीले त्यो अज्ञानतालाई चाहिँ जरैदेखि काटेर फाल्न सक्दैन हामी तबसम्म चाहिँ यो संसारमा भौतारिरहन्छ र संसारको दुःख हामीले भोगिरहनु नै पर्छ। त्यही कारणले त्यही अभ्यास भनेको चाहिँ संसारबाट मुक्त भएर एउटा मोक्ष प्राप्तिको निम्ति चाहिँ एकदमै अनिवार्य एउटा हो। जस्तै मैले अघि भनिहालेँ चुए भनेको चाहिँ काट्नु हो। के काट्नु भन्दाखेरि चाहिँ अलिक भर्खरै भनेको जस्तै संसारमा हामी जन्म लिनुको कारण के हो भन्दाखेरि अज्ञानता हो। त्यही अज्ञानतालाई काट्नु नै चुए हो। चुए भन्दाखेरि अहिले काट्नु भन्दाखेरि चाहिँ हामीमा भएको अज्ञानता जुन हामीले एउटा दुःखको कारण छ यहाँ हामीमा भएको हो त्यसैलाई नै काट्नु हो। अब के हो भन्दाखेरि त्यो चाहिँ अब हामीले विशेष गरी अब पञ्चविष भन्छौँ, दुःखा भन्छौँ नि है, द्वेष सिद्धान्ति मोह मजल भने जस्तै के अरे रिस राग देश मोह अहङ्कार जस्तो यस्तो हामीमा भएको नेगेटिभ चिजहरू हाम्रो दुःखको कारणहरू यिनीहरूलाई नै काट्नुलाई नै चोइ भनिन्छ। लसो धन्यवाद, एकदमै गहिरो यस्तो शब्दहरू हजुरले र यस्तो सुन्न पाउँदा खुसी लाग्यो एकदम। र मलाई एकदमै राम्रो लाग्यो र हाम्रो दर्शकहरूलाई पनि राम्रो लाग्यो भनेर म आशा छ। र दोस्रो म हजुरले के क्वेसन सोध्न चाहन्छु भने चे भने चाहिँ कस्तो व्यक्तिले चाहिँ गर्न मिलिन्छ र यसमा गर्नु लागि हामीले के पुग्नु पर्ने र के पुग्नु नपर्ने यसको विषयमा के छोटकरीमा राख्न चाहन्छु। हजुर यो पनि एकदमै महत्त्वपूर्ण कुरो हो। चाहिँ कस्तो व्यक्तिले गर्न मिल्छ र कस्तोले गर्न मिल्दैन भन्दा पनि सबैभन्दा पहिला चाहिँ अब चाहिँ गर्नको लागि चाहिँ हामीमा
के हुनुपर्छ, के गर्नको लागि योग्य हुनको लागि चाहिँ के हुनुपर्छ, के कस्तो ज्ञानहरू हामीले दिनुपर्छ भन्ने त्यो बुझ्नुपर्छ हामीले सबैभन्दा पहिला। अब यसले गर्ने त्यसले नगर्ने भन्ने त्यस्तो हुँदैन। त्यो गर्नको लागि अब लामै हुनुपर्छ भन्ने यस्तो पनि छैन। जो पनि अब कोही एउटा साधक भनौँ है, अब लामा भयो भने हुन्छ, एउटा गृहस्थी भए पनि सबैले गर्न सकिन्छ। तर त्यो गर्नुभन्दा अगाडि चाहिँ अब यो एउटा तान्त्रिक विधि भएको कारणले गर्दा त्यो गर्नुभन्दा अगाडि हामीले अब गुरुबाट अनि वाङ लुङ भन्छन् होइन, अभिषेक अगमहरू लिएर अनि यिनीहरू चाहिँ अनिवार्य रूपमा अगाडि लिनुपर्ने हुन्छ। जबसम्म हामीले गुरुबाट चाहिँ एउटा अनुमति पाउँदैन तबसम्म हामीले यो तान्त्रिक विधिहरू हामीले गर्न मिल्दैन। त्यही कारणले त्यो गर्नको लागि सबैभन्दा पहिला नि गुरुबाट वाङ लुङहरू लिएर अनि आफूले गर्न सकिन्छ। लस एकदम मिठो र एकदम के भन्नु मनमा छुने खालको हजुरले उत्तरहरू दिँदा मलाई एकदम खुसी लाग्यो। मेरो दर्शकहरूलाई पनि खुसी लाग्यो भनेर सोचिरहेको छु र एकदम खुसी लाग्यो हजुरसँग सानो अब कम्ती समय तपाईँले मलाई यस्तो महत्त्व अब आफ्नो एउटा एकदम के भन्छ आफूलाई सबभन्दा अब महत्त्व भनौँ होइन, एकदम किम्ती वक्त तपाईँले मलाई दिनुभयो, यसको लागि म धेरै धेरै धन्यवाद। र मेरो भ्युअर्स मेरो दर्शकहरूबाट पनि हजुरलाई एकदम धन्यवाद भन्दै अनि आचार्य दाजुले थुइछे र धन्यवाद भन्न चाहन्छु। के तपाईँको मन्तव्य छ भनेर राखिदिनुहोस् भनेर चाहन्छु। हजुरलाई पनि मलाई यो जुन एउटा सुनौलो अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद। अनि आशा गर्दछु कि अब हामीले यहाँ राखेको दुई शब्दबाट कसैलाई फाइदा होस्। भवतु सर्वमङ्गलम्। हस्।